एक मिनेट, तपाईलाई एउटा प्रश्न सोध्छु। मानिसले गरोस् वा एआईले, कुनै पनि काम आखिर कुन कुराको आधारमा गरिन्छ? यो प्रश्नको उत्तर बुझ्नुभयो भने एआई किन अपनाउने भन्ने कुरा कसैले बुझाउनै पर्दैन। धेरै मानिसहरू काल्पनिक दुनियाँमा छन्। उनीहरू भन्छन् एआईले मेरो काम खान सक्दैन, मलाई यो सिक्न जरुरी छैन। तर यथार्थ के हो? मार्केट भावना हेरेर चल्दैन, भ्याल्यु हेरेर चल्छ। र भ्याल्यु कुन कुराले बन्छ? कुनै पनि काम 5 कुराको आधारमा चल्छ। पहिलो, नलेज। काम गर्न जान्नुपर्छ। पहिले ज्ञान भएको मानिस जित्थ्यो। आज एआईसँग लाखौं किताबको नलेज सेकेन्ड्समा छ। अब प्रश्न ट्यालेन्टको मात्रै छैन, कसले नलेज लेभरेज गर्छ त्यो गेम हो। दोस्रो, स्पीड। 10 घण्टाको काम एआईले 10 मिनेटमा गरिदियो भने मार्केट कसलाई रोज्छ? इमोसन होइन, एफिसिएन्सी। तेस्रो, एक्युरेसी। क्लाइन्टले एफर्ट किन्दैन, रिजल्ट किन्छ। कम गल्ती, राम्रो आउटपुट, त्यो नै डिमान्ड हुन्छ। एआई यही खेल चेन्ज गरिरहेको छ। चौथो, लेभरेज। यही रूट हो। पहिले एक मानिस बराबर एक काम, अब एक मानिस प्लस एआई बराबर 10 मानिस बराबर आउटपुट। यही कारण एआई टूल होइन, मल्टिप्लायर हो। पाँचौं, एड्याप्टेबिलिटी। जो बदलियो उही बाँच्छ। हलोपछि ट्र्याक्टर आयो, पत्रपछि कम्प्युटर आयो, अब एआई आएको छ। इतिहास चेन्जलाई रोक्नेहरूको होइन, चेन्ज अपनाउनेहरूको पक्षमा छ। अब सुनौ सबैभन्दा ठूलो सत्य, एआईले जब खाइरहेको छैन मात्र, एआई प्रयोग गर्ने मानिसले एआई नप्रयोग गर्ने मानिसलाई रिप्लेस गरिरहेको छ। यही रियालिटी हो। एआई अपनाउनु ट्रेन्ड पछ्याउनु होइन, सर्भाइभल एडभान्टेज बनाउनु हो। फास्टर, स्मार्टर, स्केलेबल। त्यसैले एआई अप्सनल हुँदै छैन। साँचो प्रश्न अब एआईले के गर्न सक्छ होइन, एआई बिना म कति पछाडि पर्छु, त्यो प्रश्नले भविष्य तय गर्छ। यदि तपाईँ अझै एआईलाई हाइप सम्झिरहनु भएको छ, तपाईँ टेक्नोलोजी होइन, शिफ्ट मिस गर्दै हुनुहुन्छ। यदि यस्ता जरादेखि बुझ्ने भिडियो चाहनुहुन्छ भने सब्स्क्राइब गर्नुहोस्, किनकि यहाँ सर्फेस होइन, रूट क्लियर हुन्छ।